परदेशीको आशा विशेषतः आज भाइटिकाको दिन र टिका लाएर एक आपसमा खुसी साट्ने दिन। खुसी भयो होला, राम्रो भयो होला, तर तिमीले त्यो खुसी त्यो तिम्रो धेरै थोरै आवश्यकता पुरा गरिदिने परदेशीलाई त्यो खुसी साट्यो होला र आज दिनभरि खायो रमायो, तर एकचोटि साँझ परेपछि के गर्दैछ सोध्यो होला त्यो परदेशीलाई। रिसायो करायो हरायो नि, के त्यही सकिएन र? तर केही छैन, कल एसएमएस त्यही परदेशीले पठाएका पैसाले घर खर्च चलायो, तर एकचोटि त कल गर्नुपर्छ नि। त्यो पनि छैन। परदेशमा आफ्नो रहरहरूलाई मारेर दुःख मेहनत त गरिरहेका छौँ होइन। दिनभरि रमाइलो गरेर घर फर्केपछि त एक कल गर्नुपर्छ नि। त्यो पनि छैन। तिम्रो खुसीलाई किनिदिने त्यो 9 डाँडा पारेको त्यो बिरानो देशमा आफ्नो रगत र पसिना बगाएर काम गर्दै गरेको परदेशीलाई तिम्रो त्यो मिठो बोली बोल्दै पनि कति खुसी हुन्थ्यो होला। तिम्रो त्यो 9 डाँडा पारीबाट जे भने पनि एक पाटो साट्न त थिएन। जे भए पनि तिम्रो धेरै थोरै आवश्यकताहरू पुरा गरिदिने त्यो परदेशीलाई खुसीमै तिमीले बिर्सियौ नि। हेर त्यो परदेशी, हामी यता सबै आफ्नो परिवारसँग रमाउँदैछौँ, तर परदेशी भने दिनभरि 12-13 घन्टा काम गर्दै फेरि राति आएपछि फेसबुकमा हेर्दै घरको देशमा के भइरहेको छ कसो भइरहेको छ आफ्नो छिमेकी दाजुभाइहरू देउसी भैलो खेल्दै गरेको हेर्दै मन रमाउकै छ। तर तिमीले सोध्यौ कि एकपटक त्यो रात के गर्दै हो, खाना खायो, कस्तो छ, के व्यवस्था छ? आज त हाम्रो विशेष दिन भाइटिका हामीले लगायो, एकाअर्कामा लगायो, रमाइलो गर्यो, मिठो खायो, तर त्यो खुसी तिमीले आफ्नो परदेशीलाई बाँड्यौ। खुसी छौ नि तिमी, तर पनि याद आएनौ त्यो परदेशीको जो 9 डाँडा पारी तिम्रो खुसी किन्दै आफ्नो दुःखलाई भुल्दै आफ्नो परिवारलाई यादमा राख्दै गरेको ती परदेशीको याद आएन तिमीलाई?